यहाँहरु सबैलाई नमस्कार। अहिले म चाहिँ यो सामाजिक सञ्जालमा एकदमै भाइरल यो कुरो खेती र यो बनमारा खेती को एकदम चर्चा चुलिए पछाडि म अहिले यो स्पोर्टमै आएको छु र उहाँ यो कुरो खेती र बनमारा खेती लगाएर चर्चा कमाउनु हुने उहाँ कृषकसँग पनि म प्रत्यक्ष कुराकानी गर्न गइरहेको छु। ल यहाँलाई स्वागत छ। नमस्कार सर। यो कुरो खेती अनि यो बनमारा खेतीको चाहिँ तपाईले कसरी यो लाउने सोच्नुभयो, कसरी कहाँबाट यस्तो कुराहरू आयो? होइन, विगतका दिनहरूमा त हामीले वर्षौँ अगाडिदेखि नै यहाँनिर धान, तोरी, मकै, कोदोहरू उत्पादन गरिरहेको हो। अब यो समय परिवेश सँगसँगै यहाँको हावापानी, यहाँको माटोले चाहिँ के चाहिँ उत्पादनलाई बढी महत्त्व दिन्छ भन्ने कुरा सँगसँगै अब धान, मकै, तोरी लायो भनेदेखि हामीले उठाउनै पर्दैन, दुम्सी र बाँधालाई नै ठिक्क हो। यो देखिहाल्नु भएको छ होइन, यस्तो छ अवस्था। त्यो भएकोले गर्दाखेरि अहिलेको यो समय परिवेश अनुसार चाहिँ यो कुरो खेती र बनमारा खेती नै उपयुक्त होला भन्ने लागेर यसरी चाहिँ अगाडि यो विषयलाई चाहिँ मैले अगाडि सारे हो। अनि यो मान्छेले त व्यापक रूपमा अर्काको कुरो काटेर बसिरहेका हुन्छन्। तपाईले कुरोकै खेती गर्नुभयो, अनि तपाईले यो कुरो काट्ने उठाउनेमा चाहिँ के छ? होइन, यो कुरो काट्ने भन्ने कुरोमा चाहिँ म आफैले लगाएको यो बाली कुरो त म आफू काट्दिनँ। त्यो विषयमा चाहिँ मलाई पत्यार लाग्दैन, मान्छेले कुरो काट्छन् भन्ने कुरामा चाहिँ म विश्वास मान्दिनँ। म आफै आफ्नो बाली त काट्दिनँ। अनि यो कुरो खेती अन्त पनि अरूले पनि गर्न चाह्यो भने यसको बिउ बिजनहरू चाहिँ कसरी लैजाने अथवा कहाँ कसरी कुन माध्यमबाट लैजाने, के गरेर लैजाने सकिन्छ यसको लागि? ओहो सर, बडो गजबको कुरो सोध्नुभयो, क्वेसन सोध्नुभयो। यो चाहिँ साह्रै सजिलो छ यो प्रविधि। यो उलनका कपडाहरू खास गरिकन उनीका कपडाहरू लाएर आउने र यो कुरो खेतीमा चाहिँ सर अलिकति यता पनि देखाउनु होला। यो कुरो खेतीमा चाहिँ सरसर्ती यसरी हिँडिदिने, यसो गरेर हिँडिदिने, अनि लडीबडी गरेर हामीले चाहिँ त्यसरी हिँडेर गइसके पछाडि यी कपडामै टाँसेर गएको हुन्छ। त्यसलाई चाहिँ लगेर हामीले गऱ्यौँ भनेदेखि चाहिँ अर्को साल त्यसै बिउ भइहाल्छ सर। हस्, धन्यवाद यहाँलाई।